हाल कर्नाटक बिजापुर डिस्ट्रिक्टमा काम गर्दै आउनुभएका दीपक छेडाल जतिखेर हामीसँग पैसा थिए, पैसा कमाउँदै थिए, पैसाको खात थियो हामीसँग, त्यतिखेर हामीसँगै खाने, हिँड्ने, डुल्ने, फेर्ने, गफगाफ गर्ने। अहिले टिकटकमा भाइरल भएर पैसा कमाएर हामीलाई सम्झँदै नसम्झे, हाम्रो भिडियोमा लाइकै नगर्ने, कमेन्टै नगर्ने, फोनै नगर्ने भएका यी हुन् दीपक छेडाल। पैसा कति ठुलो पावर रहेछ भन्ने कुरो यहाँबाट थाहा हुन्छ दर्शकबिन, सब थाहा हुन्छ है। समय सबैको आउँछ, सबै सधैँ सम्झिनु होला। त्यसैले कहिले पनि पैसा कमाएर भाइरल भएर घमण्ड नगर्नु होला। दीपक छेडाललाई पनि यो उहाँसम्म पुर्याइदिनु होला यो भिडियो। हस् त, धन्यवाद।